हेलो गाइज, आजको हाम्रो यात्रा रहेको छ रामेछाप। केका लागि जाँदैछौँ हेर्दै गर्नु है त। मलाई त जाडो भएर यस्तो लुगा लगाइरहेको छु। यो चाहिँ हेर न, यो डन चिसो के अरे गर्मी भएर यत्रो पातल लुगा लगाइरहेको छु। हामी चाहिँ चिया खानलाई चिया, म चाहिँ चिया खाने, यो चाहिँ अब के खान्छ थाहा छैन। हाम्रो थुक्पा आउँदैछ, थुक्पा आफ्टर सो लङमा थुक्पा खाँदैछु। कलेजमा खाएर एकचोटि अमन भएपछि खाएको छैन, आज खाँदैछु। यस्तो नराम्रो आयो, हामी त झन्डै भोमिट भन यहाँ यस्तो गाडी गनाएर झन्डै हामी पागल भएन, पागल। अनि हतार 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 गरेर चिप्स किनेर खाएर हामी बाँच्यौँ। नपुग्दासम्म नआयो भने हुन्थ्यो। ए अस्ति हेरेको क्या सगुनको ब्लग, मेरो बेको ब्लग हेरेको, सगुनको तिम्रो होइन हेरेको। अनि म यति बिजो गरी गाडी छ, जानुपर्छ हाम्रो थुक्पा आयो, थुक्पा हामी थुक्पा खाँदैछौँ। यहाँ मेरो चिया पनि छ। ल खाना हतार भइसक्यो, हतार हतार हतार। थकित भयो, थकित। हाम्रो खानाको जुगाडी आयो, खाना खाने मन लागेन गर्मीले। भर्खर अलिकति बाटो आइपुग्यो, कहिले पुग्नु सगुन, कहिले आइपुग्नु गाह्रो छ। भुजस देखिसक्यो यहाँनिर गर्मी। यो मन्थली हो गाडी त्यहाँ बनाउनु दिएको छ र यसो हिँडेको चोकमा भल्लो लाग्छ रहेछ यार। गर्मी गाडीमा बस्दा सगुन कति गर्मी। हामी पाकिसक्यौँ। तिम्रो जिन्दगीमा कुर्न जतिको गाह्रो केही होइन रहेछ। यति झ्याउ लागेको थियो, के गर्नु, गाडी बिग्रेर 2 घन्टा जति कुर्नु पर्यो। गर्मी त्यस्तै। आम्मामा यो खै के बजार हो रे, मन्थली बजार रे। के भएर काममा हुँदै यतै सोध्छ नि त। कति आनन्दमा भएको हामी चाहिँ हेऱ्यौँ मन्थलीबाट। अब सिधै अब पे गर्नु। आजको त हाम्रो
छैन सगुन गरायो उता सगुनले उयो देखाएको थियो थाहा छ अब त नागढुङ्गा आइपुग्यो भन्थ्यो त नागढुङ्गा आइपुग्यो भन्थ्यो त नागढुङ्गा हो कि खोइ के हो मलाई त अघि फोन गरेर त नागढुङ्गा भन्दै थियो त ओ त्यहाँ बेहुली फुरुक फुरुक परेर केही छैन छ्या कति गाह्रो ओए कति टाढो यस्तो गाह्रो भयो गाडीले उफार्दा फेरि घरि कता घुमाछ घरि कता घरि गाडी बिग्रिन्छ ल है गाइज बेगर आयो एकछिनमा आउँछन् रे ओ बेहुली यता हेर के बेहुलीको पारै ठिक छैन बेगर आयो गाइज बेगर आयो यत्रो सिँढी चढेर के ए हेरिसके ऊ सचिन र सगुना त्यहाँ ल आइपुग्यो बल्ल फर्स्ट टाइम यत्रो बेहुलालाई माला भन्दैछ बेहुलालाई मेकअप गर्नु लाग्यो गाइस पहिला भएन भिडियो अन गर्दै गर्ला भएन रिसाएर हिँड्यो हामी चाहिँ रेडी भयो मेरो चाहिँ कपाल बक्सीको जस्तो भयो कपालदेखि के हो कपाल त आयो बक्सीको जस्तो कपाल बनाएर मेरो ब्याग पो काट मेरो यति कालो देखाएको केही खाएकी छैन गाडीमा नि केही खाऊ होइन हामीले त बरु अलिअलि काँचो कस्तो हो मेरो जस्तो रातो लाउँछु ल भने चार्ज हाल्ने भयो भने निकालिदिन्छु हो यहाँ बेहुलीको लागि सरप्राइज डान्स रेडी हुँदैछ सरप्राइज डान्स बेहुलीलाई थाहा छैन यता अर्की बहिनी हेरेर मक्क परेर केही छैन हामी त केही नजान्छ we miss you all बाहिर पानी परेर केही छैन कत्रो पानी परेको बे त यसपालि खत्रै रमाइलो हुने भयो पानी परेछ दर अहिले कतिखेर आउने हो सचिन थाहा छैन
नाच्ने होला त्यहाँ के अरे टेन्ट पनि राम्रोसँग कम्प्लिट भएको छैन है त्यो टेन्ट पनि राम्रोसँग बनेको छैन होइन आधी मात्र भयो है पानीले बिजोक पार्यो गाइस बिजोक बेहुली खै त बेहुली गर्न छोइदेऊ त नछोइदेऊ त हेर न खुसीले गदगद अब यहाँ हल्दीको तयारी हुँदैछ हल्दी हल्दी ओइ बेहुली बेहुली गाई फेरि फुर्र कुदेर आएर बुके फुल दिन लाउनु हुँदैन तेरो बुढालाई भन्छ भन्नुहुन्छ होइन भइसक्यो कि उसले चाहिँ बिस्काएको मलाई कस्तो फिल भइरहेछ जनता जान्न चाहन्छ डर लाग्यो केको लागि रेडी भएर तिमी केको लागि रेडी भएर हेलो हाई किन सिरियस छ तिम्रो फोटो अलिकति नराम्रो आउनु पनि कुप्रो भएर बसेछ लाई तिमी नि लगाइदेऊ न दुला मक्ख परेर केही छैन यहाँ होइन दुला हेलो दुला मक्ख परेर केही छैन यहाँ दुलै दुलै स्वस्तिका रिसाएर बम बम फुलेर मोबाइल चार्जर पनि पाएन नाकमा जोडा सगुन हेर सगुन लड्यो खै हेरौँ बहिनी मेहन्दी देखाऊ सगुन देखाऊ रातिको 12 बजे यो भूत आउने बेला कहाँ यस्तो त सगुनको बे खतरै लाग्यो सगुनको बेका कसार रेडी हुँदैछ नि यहाँनिर म बिरामी भएँ सगुन मलाई लिन आउनु भयो लस्कर लाएर रुख यस्तो भएको छ आजको ए मेहन्दी लाग्छ अब जान्छौँ हामी माथि किन बाजा नबजाएको हाम्रो बेहुलीको फाइनल लुक चाहिँ यस्तो छ है गाइस अघिसम्म चाहिँ ठिकै लाग्यो त्यो बजाउने के अरे बढिया एक्साइटेड पठाउनलाई
हाम्रो पालो छैन। बिचरा बेहुला बेहुलीलाई भर्खर खाना खुवाउने बेला भएको छ। थकित छन् बिचरा दुईजनै भाइ नभाइ छ। टिका लाउँदा 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 भर्खर खाना खाने बेला भएको छ। हाम्रो काम छैन यो नाचो कि नाचो भन्छ। हिजो त मैले नाचो भनेर मान्दैन कि बे हो। हामी त थाकिसक्यौँ। अझसम्म लुगा फेर्ने कुरो पनि भएको छैन। भर्खरै गर्ने जान्छ र भयो। हामी त लडेर हामी सोच्थ्यौँ हामी पात्रक पुत्रक पऱ्यौँ। कुल बल्ल बल्ल 6 बजे अन्माउने बेला भयो। रुँदै रुँदै अन्मिँदै छिन् बेहुली। के गर्नु छोरी मान्छेको यस्तै हो यस्तै हो। गाइज सगुन गयो भनेर हामी ड्रेस चेन्ज गरेर रेडी भइसक्यो। यो त रोको रहेछ। मलाई त एकदम ह्याप्पी। म खुसी एकदम खुसी भएँ। रुनु जति सगुन रोइसकिन अब खुसी हुन्छ। बेहुली अन्माएको 2 घन्टापछि बल्ल स्वस्तिकाको घरमा जानलाई बाइकले पुर्याइदिनु भयो। बाटो यस्तो बिजोकै छ चिप्लो डर लागेर। हिजो बेलुका आएर भिडियो बनाउनु बिर्सेछ। नजाउँ भने मान्दिनन्। अब जान रेडी हुँदैछु। म रेडी भने आउँछु छाडे। आयो हिजो भिडियो बनाउने त्यस्तै भयो गाइस। राति राति आइपुग्यो। त्यसपछि आएर खाना खाएर सुतिहाल्यो। बिहान भर्खरै उठेको। अब हामी त होइन म एक्लै होइन। म त नबस्ने। अब गाडीमा बस्या गर्नु छ।